हजुर है धेरै प्रश्न नसोध्नु होला किनभने यो दोस्रो पटक मन्त्री बन्नु भएको छ होइन अब शपथ ग्रहण गर्नुभयो मन्त्री बनेको होइन दोस्रो पटक चाहिँ यो पार्श्वमा परेको हो है एउटा पार्श्व थाप्छु अर्कोलाई थाप्छु भनेको आफै पार्श्वमा पर्यो हो कि अब हेरौँ पार्श्वमा परेपछि अब फुत्किनु पाइन्न जस्तो तपाईँको चाहना अनुसार नै बनेको मन्त्रालय थियो र सुरुवातदेखि म मन्त्री हुन्छु भनेर चाहना गरेको होइन नि त अब के गर्ने त मन्त्रालय त तपाईँको चाहना अनुरूप नै थियो नि त चाहना हो चाहना त अहिलेदेखिको होइन उहिलेदेखिको चाहना हो यो नभइकन देश विकास हुँदैन हुँदैन भनेर एकहोरो काग करा जस्तो कराउने मान्छे मै हो अब कराउँदा कराउँदै फेरि आफै त्यही पार्श्वमा परियो होइन अब जे परे पनि अब गर्न सकेको जति गर्न सक्ने जति भनौँ न दिमागमा आए जति बुद्धिले भ्याए जति गर्ने हो अब कसैलाई पनि सबै कुरा एकैचोटि आउँदैन अब भोलि के गर्नुहुन्छ के छ प्लान भनेर सोध्नु होला त्यो नसोध्नुहोस् किनभने अब त्यो 1% भन्ने धेरै पैसा होइन पहिलो कुरा 1% भन्ने मैले अस्तितिर पनि भनेको थियो अहिले चाहिँ यो टिको लाउन पुग्छ दसैँमा राम्रोसँग टिको लाउन पुग्छ भनेको छु होइन अब यो कुरा चाहिँ कन्टिन्युस हुनु पर्यो र चाहिँ अब कमसे कम पनि विज्ञान प्रविधिको विकास कति हुन्छ भन्ने कुरा देखाउनलाई 10 वर्ष लाग्छ त्यो 1-2 महिनामा यो चाहिँ चमत्कार हुने कुरा छैन